हेलो नमस्ते वेलकम सबैजनालाई। न्यू सिद्धार्थ इन्टरलक ब्लक उद्योग कालेखोली 2 जुम्ला बजार है। आज चाहिँ हाम्रो चाहिँ पात्रासी गाउँपालिका वडा नम्बर 4 को चाहिँ दत्तबहादुर बुढा चाहिँ अध्यक्षज्यू चाहिँ आफै लोड गर्न लाग्नु भएको छ है। इटा हाम्रो चाहिँ आज चाहिँ पात्रासी 4 माथि लोरपाको चाहिँ स्वास्थ्य चौकी भवनको चाहिँ इटा जाँदैछ है गाइस। आज चाहिँ 2 गाडी चाहिँ लोड हुँदैछ है। स्वयं आफै अध्यक्षजी चाहिँ लागि पर्नु भएको छ। उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद है। हाम्रो चाहिँ न्यू सिद्धार्थ इन्टरलक कम्पनीमा आएर भिजिट गरिदिनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद है। अनि कम्पनीमा चाहिँ हाम्रा स्टाफहरू चाहिँ काम गरिराख्नु भएको छ है। इटा चाहिँ उत्पादन भइरहेछ गाइस धमाधम है। कसैलाई चाहिएमा चाहिँ सम्पर्क गर्नु होला, सम्पर्क गर्न सक्नुहुन्छ है। म चाहिँ अब यी गाइस हाम्रो अंकलहरू चाहिँ मजाले चाहिँ मस्त तरिकामा चाहिँ बनाउँदै हुनुहुन्छ है इटा गाइस। उहाँ चाहिँ यो मेसिनको नाम चाहिँ कम्प्रेसर मेसिन है, कम्प्रेसर प्लग मेसिन है। अनि त्यसपछि चाहिँ यो मेसिनको नाम चाहिँ हाइड्रोलिक सिस्टमको है। यो चाहिँ बत्तीबाट चल्ने मेसिन। अनि भिनाले चाहिँ मजाले मस्तसँग चाहिँ इटा बनाइराख्नु भएको छ है। म चाहिँ अब के हुन्छ भनेर चाहिँ आजको भिडियोको कन्टेन्ट चाहिँ कस्तो हुन्छ भनेर चाहिँ म चाहिँ ड्रोन उडाइरहेको छु गाइस यो कम्पनीभित्र, मेरो कम्पनीभित्र है। अनि भिनाले चाहिँ इटा निकालेर चाहिँ अब बहिनीको हातमा, बहिनी चाहिँ बाहिर सुकाउन जान लाग्नु भएको छ है गाइस। राम्रोसँग ध्यान दिनु होला सबैजनाले। एकचोटि चाहिँ न्यू सिद्धार्थ इन्टरलक कम्पनीमा चाहिँ भिजिट गर्न सक्नुहुन्छ, गरिदिनु होला, गर्नलाई चाहिँ अनुरोध गर्दछु है। यसरी चाहिँ खुसी भएर चाहिँ कम्प्रेसर हान्दै हुनुहुन्छ हाम्रो लामाजीले। बाफ्रे लामाजीले चाहिँ इटा निकालिसक्नु भयो। अब ल हाम्रो चाहिँ स्टाफले चाहिँ लिएर बाहिर सुकाउन जान लाग्नु भएको छ। अनि अब चाहिँ अध्यक्षजीसँग है म लामा दाइ पनि के गरिरहेछ है हिराले भनेर चाहिँ मलाई हेर्दै मलाई चाहिँ यसरी हेर्नु भएको छ, के उडाइरहेछ भनेर उहाँलाई चाहिँ अचम्म लागिरहेछ। उहाँ चाहिँ अध्यक्षजी है, वडा नम्बर 4 पात्रासी गाउँपालिका वडा नम्बर 4 को चाहिँ अध्यक्ष। अब चाहिँ म बाहिर निक्ले कति इटा चाहिँ लोड गरिरहेछन् भनेर चाहिँ अब एकछिन गर्नु पर्यो। अब कतिको छल्ली लगाछन् है। अब यो इटा चाहिँ सबै आज जान्छ गाउँमा। अनि यसरी बनाइरहेछ है गाइस हामीले इटा चाहिँ। यो चाहिँ आज बिहान बनाएको इटा चाहिँ सुकेको छैन। अनि कस्तो लाग्छ है इटा चाहिँ। मैले यसरी चाहिँ उडाइरहेको छु बाहिर। अहिले म बाहिर आएँ। अब यति भन्दै हिराबाई चाहिँ बिदा हुन्छु। गुड बाई, नमस्ते सबैजनालाई।